And at least 7 Indian pilgrims were killed and 5 others injured in a road accident in central Nepal after a microbus returning from Manakamana temple crashed in Gorkha district. According to the police, the vehicle lost control and fell about 200 meters down a roadside slope. 14 people were traveling in the microbus, including the driver and co-driver. The deceased included 5 men and 2 women, all Indian nationals, while the injured are undergoing treatment at a hospital in Bharatpur. 2 Nepali citizens were also seriously hurt. Police said the bodies have been sent for post-mortem and an investigation is underway. थियो जुन हाम्रा भारतबाट आउनुभएका यो मन्दिरबाट मनोकामना मन्दिरमा दर्शन गरेर फर्किने क्रममा उहाँको माइक्रो एक्सिडेन्ट भएपछि उहाँबाट आउनुभएका बिरामीहरू लगभग हाम्रो अस्पतालमा 9 जना आउनुभयो। राति 10:10 सुरु भएको थियो। आधा घण्टाको बिचमा 9 जना बिरामी इमर्जेन्सीमा आउनुभयो। हाम्रो इमर्जेन्सी त अब सधैँ नै अब सेन्टर अफ द कन्ट्रीमा भएर हाइवेको बिचमा भएर अलर्ट अवस्थामै हुन्छ। आउने बित्तिकै तुरुन्त उहाँको उपचारहरूमा सुरुवात गऱ्यौँ र त्यसपछि 9 जना मध्ये चाहिँ 5 जना अलिकति गम्भीर भएको हिसाबले उहाँ चाहिँ न्युरो सर्जरी डिपार्टमेन्टको अन्डरमा न्युरो सर्जरी आइसियुमा 3 जना बिरामीलाई राखेका छौँ भने 2 जना बिरामी सर्जरी आइसियुमा हुनुहुन्छ, जसको अवस्था चिन्ताजनक चाहिँ छैन। अनि हिजो हामी यो के अरे कुरिन्टार बडी रिजर्भ गयो माथि गोर्खा हुँदै गोर्खाको बाटो हुँदै यो पुल पारी बडी के गइयो अनि 1 घन्टा भनेर गइयो, भुल्न नि 4-5 घन्टा भुलियो है। गइयो अनि जाँदा ठिकै जाँदा त गइयो अनि पूजासुजा गरेर फर्केर आउँदा चाहिँ गाडी अब ब्रेक फेल भएर गाडी त्यही अब गुरुबाले अब बाटो नि सानो प्लस अनि त्यो गुरुबाले अब त्यो त्यतातिर फेरि त्यो बाटोमा त्यो पानी घरतिर गयो भनेर त्यो बाटोमा माटोको त्यो जोल्टिङ जस्तो हुन्छ नि हाम्रो यतातिर त्यस्तो जोल्टिङ बनाएर राखेको थियो। अनि दाइले यता तल आइपुग्नु भन्दा 2-3 मिनट अगाडितिर ब्रेक लागेन भन्नुभएको थियो। म अगाडि दाइ पनि अगाडि नै थियौँ हामी 2 जनै। अनि म त मजा गर्नुभयो होला जस्तो पछि साँच्चीकै रहेछ।